दुस्साहस गरिरहेका छन्, दुष्प्रयास गरिरहेका छन्। आज हामी यहाँदेखि यो चेतावनी गर्छौँ, हामीलाई फेरि पनि कुनै जात, कुनै धर्म र कुनैको पार्टीको नाममा हामी जेनजीहरूलाई विभाजन गर्ने कसैले कोसिस नगरियोस्। यदि त्यस्तो कोसिस गर्छ भने अब हामी जेनजीहरू सावधान रहनुपर्छ। पार्टीदेखि हामी धर्मदेखि माथि उठ्नुपर्छ। सावधान रहेर अगाडि बढ्नुपर्छ। अबको समय भनेको कुनै पनि गुटको होइन, अबको समय भनेको विश्वको सर्वोच्च शिखर सगरमाथा र नेपाली राष्ट्र झण्डा मुनि एक ढिक्का भएर उभिने समय आएको छ। यदि हामी यो समयमा कुनै गुटमा विभाजित भइराख्यौँ भने ती रगत र बलिदानले मागेको परिवर्तन अधुरै रहनेछ। ती सपनाहरू सपनामै सीमित रहनेछ। यी घाइतेहरूको रगत र बलिदान इतिहासको गाथामा मात्र रहनेछ। यस कारणले गर्दा यो आन्दोलनलाई सफल बनाउनको निम्ति तपाईँ अनि हामी एकजुट, एक ढिक्का भएर, युनाइटेड भएर अगाडि बढ्ने समय आएको छ। आज हामी